या आज हाम्रो लास्ट डे इन द कलेज हो किनभने हामी नि एक्जाम एक हप्ता लेखेर सब्मिट गर्नु आएको अब कस्तो मिठो देख्यो उसको ललिपप अन्त हाम्रो उयो पनि त हो आज के हो आज लास्ट डे या लास्ट डे हो सो हामी सबैजनाले प्लान गरेर यो एउटा मिटिङ होइन अब हेरौँ के हुन्छ स्टे ट्युन्ड टु वाच नआउनेहरूको रिग्रेट या दे obviously regret after looking this at this vlog अब हामी कलेज आइपुगेको छौँ अब चाहिँ जान्छौँ हामी क्लास है पहिला निशा हाई आफ्नो साथीलाई जोड्ने यसले आज आज निशालाई छोडेर आज निशासँग ब्रेकअप आज मसँग ब्रेकअप पक्का अयो ल भन के भन्नु सोध म कति खुसी छौ एकदमै आज तिमी ग्रेजुएट हुनु आँटेको छौ सँगै दुखी पनि छु किनकि आजदेखि म भेट्नु पाउँदिनँ मेरो साथीहरूलाई र नरु होला लास्टको एन्डिङतिर चाहिँ रुन्छु नि अलिकति आँसु आएन भने पानीले भए पनि आँसु बनाउँछ होला त्यही ल ल हामी सिधै क्लास जान्छ है यस ल हाम्रो यहाँनिर चाहिँ पेपरको डिस्कसन चल्दैछ चारजना रिचा तिमी किन भागेको सो हामी कलेजमा इन्ट्री लिँदैछौँ है दिव्या हाम्रो डिपार्टमेन्ट कहाँ छ भनिदेऊ न ए डोन्ट से द्याट यहाँ चाहिँ एकदम डार्क छ guys finally we are in our department This is our department. Morning छैन अहिले भन न Morning छैन बत्ती झन्डै जाजु यो चाहिँ हाम्रो जुलोजी डिपार्टमेन्टको हल हाई अङ्किता How was your exam? It was good, easy, pretty much online exam. Today is our last day. How are you feeling? I'm not feeling good at all. आज हम इंजॉय करेंगे लास्ट डे थोड़ी सी टाइम तो नहीं है के रे लु भन त तिमी अब भन त आइदी हेलो भन्नु न 2 घण्टामा त सक्थेन नि यहाँ हाम्रो एकदम इक्जामको डिस्कसन हुँदैछ पेपरको दे तपाईँको इक्जाम कस्तो भयो एक्जाम कस्तो भयो अन्त भ्लगर्स हो नि त यहाँ लजाएर के छ ए के परे सही हो सो वी गोना मिस दिस करिडोर भन्ने हो तिमी मिस गर्नु रेड कार्पेटमा हिँडेको जस्तो लाग्दैन यहाँ हाम्रो यहाँ छ एकदम डरलाग्दो चिजहरू सो दिस इज आवर क्लास र हाम्रो क्लासमा त्यस्तो ड्रइङ्सहरू पनि छ अनि हाम्रो क्लासको विन्डोबाट चाहिँ तलनिर ग्राउन्ड देख्छ यसरी अहिले फिलहाल चाहिँ कोही पनि छैन क्लासमा यहाँ 3 जना स्टुडेन्ट्सहरूले चाहिँ एकदमै ठिकै छ ट्याडपोल पालिरहेको अम्बो कत्रो ठुलो भइसकेछ कति महिना भयो यो त कति महिना भयो राखेको यो चाहिँ एकदम 2 महिनाभन्दा ज्यादा भएको ट्याडपोल्सहरू जस्तो हुन्छ त्यही त खान अब यो चिजहरू मिस गर्छौँ है हामी यहाँ एकदमै हेर्न रिचले विदाउट पर्मिसन हाल्दैछ औ लादैछौ भनिदिन्छु तिमीलाई यो भ्लग चाहिँ म यस्तो सल्लाह दिएको छु अन्त आज चाहिँ हामी सबैजना साथीहरू मिलेर चाहिँ लास्ट इन्जोय गरिराख्ने अरे एकदम आज चाहिँ मेमोरी बनाउने डेला चाहिँ मेमोरेबल बनाउने हो डेला चाहिँ अन्त हामी भालेढुङ्गा जाँदैछौँ सो अल्सो यु भालेढुङ्गा ओके बाई
एनपी स्कुल चाहिँ दामी छ दार्जिलिङको। आज चाहिँ हामी यही बाटो आज चाहिँ हामी यही बाटो जाँदैछौँ। के अरे हाम्रो आधी साथी चाहिँ उता पर्खिरहेको छ। रिचा एन्ड दिव्या दी दिव्या र दिपिका दी अन्त आधी चाहिँ यहाँ पछाडि आउँदैछ। ला छैन रहेछ पछाडि खैनाहरू। आधी यहाँ आउँदैछ हो अन्त आधी हामी यहाँ छौँ। यहाँबाट चाहिँ दार्जिलिङको नजारा दामी देख्छ। यो त उता लेबुङपट्टि होइन होइन होला यहाँ तलबाट चाहिँ हामी जान्छौँ भन्ने। सो हामी अब पुग्नु आँटेको छौँ भालेढुङ्गा भन्ने रक क्लाइम्बिङ गर्ने। लेट्स सी ल हेरौँ एकपल्ट हामीले पायो भने गरौँ न है मजा आउँछ। सो हामी पुग्नु आँटेको छौँ एक्साइटेड है। So guys, we are finally there in the भालेढुङ्गा। यस भालेढुङ्गा पनि हेरिदिनुहोस् ल यो अरे यहाँको भालेढुङ्गा अरे हो। So guys, यहाँनिर चाहिँ रक क्लाइम्बिङ हुँदैछ होइन। इफ यु अल कम टु दार्जिलिङ देन प्लिज डु भिजिट। अनि तपाईँहरूले नि रक क्लाइम्बिङ पनि गर्नु सक्नुहुन्छ आएर है इन्ट्रेस्टेड हुनुहुन्छ। यो चाहिँ अर्को रक छ र यहाँ अर्को यहाँ चाहिँ मन्दिर रहेछ। सो दिव्या इज वेटिङ देयर है। दिव्या कस्तो लाग्यो तिमीलाई रक क्लाइम्बिङ नगर्ने? जुत्ता ए चप्ली खोलेर गर न स्यान्डल खोलेर। मैले गर्दा इन्ट्रेस्टेड भयो पुरा। नाता बहिनी पक्र कहाँ गयो उनीहरू? यहाँनिर टेन्सन भइरहेको छ न अन्त। सो गाइस दिस इज द अनदर रक। राम्रो यहाँ डिस्कसन हुँदैछ को चढ्ने को चढ्ने के गर्न चढ्ने। अङ्कल हामीलाई त 100 यहाँ हाम्रो मिलाउने कार्यक्रम हुँदैछ। तर मेरो चढ्छु। सो अब हामी गाइस यो चढ्नु आँटेको यत्रो रक छ सक्छु कि सक्दैन हामी। लेट्स सी। Are you excited? Yes, I'm very super excited. Look at my dress. I'm going to climb in this outfit. Wingma, are you excited? अलिकति माथि उयो चाहिँ तिमी निशा No, no, I'm यो चढ्दैन अरे। तिमी एक्साइटेड? I'm excited. सो गाइस अब हामी चढ्नु आँटेको। यार सक्छौँ होला हौ। लु रेडी। थोरै मार्दियौ न। Come on दिव्या। चढ्यो 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 दामी या के चढ्दै छोरी चढ्यो चढ्यो। मिङमा कम अन एकैतालमा चढ्छ एकदम। त्यहाँ मात्रै फोटो खिच्दैन। अब रिचाको टर्न। रिचा गेट रेडी। म लास्टमा चढ्छु नि त। लु रिचा कम अन। कम अन रिचा। दुईजनाले पर्खिरहेको छ माथि।
ओ देख्दा त मलाई पनि कस्तो चढ्नु मन लाग्यो चढ न त डर लाग्यो नि उयो ऐसे भी हमको कमरा में काम होता है ना क्या है कमर पर भी जोर पड़ता है समस्या है कमर पे चक्कर देखें हाँ 3 किलो ज़्यादा 87 किलो अब चाहिँ हामी भालेढुङ्गाबाट फर्केको हो तिम्रो एक्सपिरियन्स कस्तो भयो मजा आयो गाडीले झन्डै दियो नि मलाई एक्सपिरियन्स होइन मलाई मजा आयो कि फर्स्ट जाँदाखेरि चाहिँ मजा आयो होइन ओह्रालो आउँदा त फेरि खुट्टा काम्यो त्यो ओह्रालो हुन्छ नि होइन यस्तो भयो भने त मलाई चाहिँ लड्छु होला जस्तो भयो कि त्यही भएर मजा आयो है अन्त कुन कुन फ्लेभर हो भनिदेऊ त दिस इज कुल्फी ओरेन्ज हामी चाहिँ चोकोबार तिम्रो कुन चाहिँ छ फ्लेभर कुल्फी मेरो चोकोबार नखोलेको तिम्रो अहिलेसम्म दिव्याको मलाई हामी गाडी यता र कस्तो छ दामी आइसक्रिम मिठो नहुनु भन्दा मलाई त्यस्तो मिठो लागेन मेरो भेज हो उसको नन भेज उसको टाइपो यहाँ पनि टाइपो यहाँ चाहिँ टाइपो खाने मान्छेहरू लु टेस्ट गरेर भन अविनाश मान्छेहरू पनि लाजले गयो छिटो न खै टेस्ट गर न अन्त भन भनेको रोशनीको कि कसको भने रोशनीको कि कसको भने भाई मारो मुझे मारो मारो मुझे मारो मारो तिम्रो होइन मैले आफ्नो टेस्ट गरेको अब यो आन्टीले फोन उठाउँदैन यो अविनाशको कति बज्यो कस्तो भयो दामी तिमीलाई तिमीले टेस्ट गर्यो लु गर 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 कस्तो यस्तो हुनुपर्छ नि टाइपो भनेको अरू जग्गामा मलाई चाहिँ नि हेर टाइपको खायो भने यही मात्रै कस्तो भयो हेर म दिँदैछु बरु भन्दा दामी बोल्नु त बोल्नु है ल फर्स्टमै तिमीलाई कल गर्छु नि ल
अघि अम्बो कतिको मिस कलहरू त त्यहाँ बुझ्नु होइन उसले उठाएन कल उसको माथि फोन कस्तो भयो रोशनी मेरोमा त तिम्रो अर्को नम्बर छ नि त म सबभन्दा बेसी तिमी मिस गर्छु भन्दा नि लन्च मिस गर्छु लन्च पिरियड एक खानु है अर्को खाना त्यो नौनी जाउँ भयो नौनी ए नुनिया नुनिया नौनी त्यसलाई त भन्छ नेपालीमा